एक समय थियो जतिखेर हामी सबै साथीभाइहरू सँगसँगै बस्ने गर्थ्यौँ। शनिबार आउनै हुँदैन थियो, हामी घुम्न जाने तयारी गरि नै हाल्थ्यौँ। अरू प्राय दिनमा बिहानै उठेर हामी योगा जाने गर्थ्यौँ। योगा गएर सबैलाई नचाउँथ्यौँ। योगाबाट फर्केपछि हामी भने आफ्नै काममा व्यस्त हुने गर्थ्यौँ। कहिलेकाहीँ कुनै साथीलाई अप्ठ्यारो पर्दा सघाउने गर्थ्यौँ, तर साथीहरू फेरि उटपट्याङ गर्नतिर लागि नै हाल्थे। यो बाइकलाई सरसफाइ गर्ने, पाठपुर्जा सरसफाइ गर्ने भूमिका भनेकै उहाँले गर्नुहुन्छ। तपाईँहरू कुनै बाइक चाहिँ पुरानो भएको छ भने, बाइक धुनु पनि भएको छ भने तपाईँहरूले उहाँलाई नै सम्पर्क गर्नु। उहाँको उटपट्याङ पनि यस्तो हुन्थ्यो, सम्पर्क नम्बर नै छोडिहाल्ने के। सबैलाई शनिबार कहिले आउँदो हो भन्ने हुन्थ्यो। शनिबार आउन बित्तिकै फेरि घुम्न पाइन्थ्यो नि त। त्यसरी बाइक स्टार्ट गरेर हामी कुदि नै हाल्थ्यौँ। अन्य शनिबारको गन्तव्य हाम्रो अन्यत्रै हुने गर्थ्यो भने त्यो शनिबार हाम्रो गन्तव्य भने रुकुमको ठुलीदहसम्म पुग्नु थियो। ठुलीदहमा पुगिसकेपछि सबै एकै ठाउँमा जम्मा भएर हामीले यसरी प्लान बनायौँ। प्लान बनाइसकेपछि भने ठुलीदह तल थियो, हामी माथि डाँडामा पुग्यौँ र टिकटक बनाउन सुरु गरि नै हाल्यौँ। त्यसपछि त्यहाँबाट फर्किएर रुकुम खलङ्गाको एउटा होटेलमा नास्ता खानलाई बस्यौँ। हुन पनि हो, कोही नबोल्ने, क्यामेरातिरै हेरिहाल्ने सबैजना। फेरि यहाँबाट फेरि अब अर्को शनिबारको घुमघाम गर्न गएको भिडियो सुरु हुन्छ। राबरबागका नेताज्यूले आज रात बिहान गर्दै हुनुहुन्छ हाम्रो अल्पत्र परेका जनताहरूलाई। सायद सबैजनालाई पानी प्यास लागेको थियो, उहाँसँग चक्लेट रहेछ, चक्लेट दिनुभयो सबैजनालाई। यो भिडियो फेरि पनि अर्कै शनिबारको हो। त्यो दिन भने हामी धेरै टाढा गएनौँ। नाच्नमा फेरि सबैजना सिपालु, गाडी नै रोकिने गरी नाचियो। दिनभरि रमाइलो गरेर साँझ भने हामी यसरी फर्किन्थ्यौँ। दिनभरि टिकटक बनाएर अझै नपुगेर हामी साँझ फर्किने बेलामा पनि बीच बाटोमै रोकिएर यसरी दोरी गाउने गर्थ्यौँ। दोहोरी गाउनमा पनि कोही कम थिएनन्। सबैजनाले दोहोरी गाउँदै नाच्दै रमाइलो गर्दै घर फर्किन्थ्यौँ। हाम्रो मित्रता सदैव यसै गरी चलि नै राखोस्।